हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। म हजुरहरूसम्म चाहिँ एउटा अर्को छोटो मिठो एपिसोड लिएर उपस्थित भइसकेकी छु। हजुरहरू सुनिदिनु होला, राम्रो नराम्रो के कस्तो छ त्यो फिडब्याक पनि दिनुहोला भन्ने आशाका साथ, अनि सपोर्ट गरिदिनु होला। हजुरहरूको जुन एउटा फिडब्याक छ, जुन एउटा कमेन्ट छ, एउटा लाइक छ, त्यसले पनि धेरै इन्करेज मिलिरहेको हुन्छ। अथवा केही गरौँ, अझ केही राम्रो भिडियो बनाऊँ भन्ने त्यस्तो सोचाइ आइरहेको हुन्छ। त्यसैले हजुरहरू सबैजनाले सुनेर राम्रो फिडब्याक दिनुहोला भन्न चाहन्छु। आज चाहिँ मैले हजुरहरू समक्ष एउटा सानो छोटो मिठो कथा लिएर आएकी छु, जुन चाहिँ क्यान्डल्स अफ होप, मैनबत्तीका आशाहरू। 4वटा मैनबत्तीहरूका कुराहरू भएछन् होइन। पहिलो मैनबत्तीले भनेछ, म त शान्ति हुँ, तर आजकल मलाई मान्छेहरूले त्यति महत्त्व दिइरहेका छैनन् भनेर झ्याप्प निभेछ। र दोस्रो मैनबत्तीले भनेछ, म त विश्वास हुँ, तर आजकल यहाँ विश्वासको कुनै महत्त्व छैन, अर्थ छैन, सबै अविश्वासको र असत्यको पछि लागिरहेका छन् भन्दै दोस्रो मैनबत्ती पनि झ्याप्प निभेछ। र तेस्रो मैनबत्तीले भनेछ, म त माया हुँ, तर आजकल मायाको परिभाषा र बुझाइ मानिसहरूले बेग्लै किसिमले परिभाषित गरिरहेका छन् भन्दै त्यो तेस्रो मैनबत्ती पनि झ्याप्प निभेछ। र अर्को अनि सानो एउटा चौथो मैनबत्ती कोठामा रुममा आयो र ती सबै मैनबत्तीहरू निभेको देखेर भन्यो, म होप हुँ, अर्थात् आशा हुँ। म मेरो माध्यमबाट यी सबै निभेका मैनबत्तीहरूलाई बाल्न सक्छु। जब हामीलाई लाग्छ हाम्रा जीवनका सबै बाटाहरू बन्द भइसकेका छन्, तब हामीभित्र रहेको आशाको एक झिल्को नै काफी हुन्छ ती बन्द भएका बाटाहरूलाई खोल्नको लागि। सास रहन्जेलसम्म आश रहन्छ, अनि सबै दुःख परेशानीहरू, कठिन परिस्थितिहरू आए तापनि आश एवं विश्वासले त्यसलाई सहज बनाउँदै लैजान्छ। र जुन एउटा आशाको किरण हामीभित्र छ, जुन आशाको एउटा झिल्को छ, त्यो झिल्कोलाई मात्र हामीले बाल्न सक्यौँ भने पनि हामीभित्र भएका जुन हामीले पहिले मारिसकेका सम्पूर्ण माया, प्रेम, विश्वास होइन, यी सबै कुराहरूलाई चाहिँ पूर्ण जीवित गराउन सक्छौँ, जसले गर्दाखेरि चाहिँ हामीले आफ्नो जिन्दगीलाई बुझ्न सक्छौँ। अनि आश गर्नु अथवा आफूमा विश्वास गर्नु कतिको महत्त्वपूर्ण रहेछ त भनेर त्यो बारेमा पनि हामीले थाहा पाउन सक्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूले आफूलाई हिम्मत दिनु हो। अरूबाट हामीले केही पनि अपेक्षा गर्नु हुँदैन। सबैभन्दा पहिला तपाईँ स्ट्रङ हुनु पर्यो, तपाईँ बलियो हुनु पर्यो। आफ्नो मनस्थिति, मानसिक रूपमा होइन, शारीरिक रूपमा, हरेक रूपमा तपाईँ एकदम स्ट्रङ हुनुभयो भने तपाईँले अरूलाई पनि त्यही अनुरूपको सजेसन दिन सक्नुहुन्छ। तर त्यो स्ट्रङ हुनुको स्ट्रङ हुनलाई चाहिँ तपाईँमा एउटा पोजिटिभिटी अथवा सकारात्मक सोच पनि हुन जरुरी छ। यदि तपाईँमा सकारात्मक सोच छैन भने तपाईँले अरू कसैलाई पनि एउटा राम्रो सल्लाह सुझाव अथवा तिमीले राम्रो कार्य गर्छौ अथवा गर्न सक्छौ भन्ने विश्वास दिलाउन सक्दैन। त्यसैले आफू पहिला सकारात्मक हुनुहोस्, अनि त्यस पछाडि आफ्नो वरिपरि रहेका मानिसहरूलाई पनि त्यो आफ्नो सकारात्मक ऊर्जा चाहिँ प्रवाह गर्नुहोस् कि आफ्नो बोलीको माध्यमबाट, कामको माध्यमबाट होइन, जसरी गर्न सक्नुहुन्छ त्यो किसिमबाट गर्नुहोस् होइन। त्यही नै हो, आशा राखिरहनुपर्छ जिन्दगीमा। आशा नै जिन्दगीको सबैभन्दा ठुलो एउटा अगाडि बढ्न सक्ने, आफ्नो लक्ष्यलाई प्राप्त गर्न सक्ने एकदमै राम्रो माध्यम हो। त्यसैले सधैँ आशावादी रहनुहोस्, आफूमा विश्वास गर्नुहोस् र सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस्। थ्याङ्क यू सो मच वाचिङ फर माई च्यानल। थ्याङ्क यू।